र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। अन्तिम समयसम्म हाम्रो पुस्तालाई गोली प्रहार गर्ने केपी शर्मा ओली जस्ता मान्छेहरू कसरी भाग्नु पर्यो? 76 जना मर्दाखेरि पनि यो देशमा मै प्रधानमन्त्री हुनुपर्छ भन्ने हटले गर्दा आज यो देश खरानी र अस्तुमा परिणत भएको छ। राजासँग त्याग थियो, तपाईसँग स्वार्थ छ, त्यसैले तपाईहरुको राजासँग तुलना हुँदैन। अन्तिम समयसम्म हाम्रो पुस्तालाई गोली प्रहार गर्ने केपी शर्मा ओली जस्ता मान्छेहरू कसरी भाग्नु पर्यो? र तिनै भएका मान्छेहरू आज फेरि टाउको उठाउँदैछन्। त्यसका विरुद्ध हामी उभिन्छौँ। नेताको घरमा भेटिएको अखुत कालो सम्पत्तिको बारेमा एक शब्द बोल्न सक्नु भएन। तपाईहरु कुन मुख लिएर परिवर्तनको आवाज उठाउँदै हुनुहुन्छ? कुन मुख लिएर तपाईहरु अब निर्वाचनमा होमिने प्रयास गर्दै हुनुहुन्छ? आफ्नो पार्टीको भ्रष्टाचार छोप्ने नेताले अरूमाथि नैतिकताको प्रश्न गर्न सक्ने तपाईहरुको नैतिकताले दिँदैन। त्यही भएर यो नाटक बन्द गर्नुहोस्। बालकोटमा कुनै बुढालिङ्गण्डको अँध्यारो कोठाभित्र अब प्रधानमन्त्री चुन्ने पाराले हट्नुपर्छ। प्रत्येक नेपाली जनताले आफ्नो प्रधानमन्त्री चुन्ने अधिकारको सुनिश्चितता संविधानमा गर्नुपर्छ भनेर हाम्रो पुस्ता लडेको थियो। त्यसलाई यही पार्टीले प्रमुखताका साथ अगाडि मुद्दा उठाइरहेको छ। देश र जनतालाई संकट परेको अवस्थामा जनतालाई मारेर भाग्ने राष्ट्रपति र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। तपाईहरु नेतागण र यो देशको राजामा धेरै फरक छ। जनताले माग्दाखेरि जनताको नासो जनतालाई दिन्छु भनेर हाँसी हाँसी दरबार छोड्नु भएको थियो, जसको शताब्दीको विरासत थियो। फेरि पनि देशलाई उही पुरानै राजनीतिक व्यवस्थातर्फ लिएर नेपाली जनतालाई कुशासनको भ्रष्टाचारको दुष्चक्रमा फसाउने षड्यन्त्र भएको छ। म यहीबाट सुशीला कार्की र ओम प्रकाश अर्याललाई पनि भन्न चाहन्छु, तपाईहरूले जेएनजी विद्रोहलाई अपहरण गर्नुभएको छ। त्यो अपहरण मुक्त बनाएर हामी छाड्छौँ र तपाईहरूले हाम्रो सामु घुँडा टेक्नु पर्छ। र त्यसका लागि साथ दिन म सबैलाई अपिल गर्न चाहन्छु।